मिस्टर बोन्स अरे उल्टो भयो उल्टो हैन उल्टा चस्मा हाम्रो भेना यहाँ माथि घान्द्रुकमा हिरो र त्यहाँदेखि भ्यू चाहिँ रातभरि बिहानभरि र दिउँसोभरि हेर्नु त भ्यू यहाँ चाहिँ मेरो आउनुस् आइस्यो अझै एकजना भेना खै राजकुमार राई ए भेना राजमा त्यही बस्न दिनु यहाँ अटाउनु ल त्यो झऱ्यो अब यहाँदेखि तल हामी यहाँ घान्द्रुक जाने बाटो है चस्मा लाएर गफ गरेर चाहिँ खाँदै बगाएर यसो जाम जाम यहाँ र भैरवमा के फरक छ र गर्मी ल यो पहाडहरू पनि हेर्नु त टेम्परेचर कति बाई बाई अहिले हामी यहाँ खाना खान झरेको छौँ यो घान्द्रुक जाने ब्रिजको बाटोमा यहाँ चाहिँ यस्तो मजाको झर्ना छ है अलिअलि पानी भए पनि जस हाम्रो लागि चाहिँ यति नै इनफ हो यो गर्मीमा यतिको पानी ठिकै हो मम्मी आउनु है बिस्तारै आउनु अब यहाँ खाना खान जाँदैछौँ हामी यो यस्तो राम्रो ठाउँ छ त्यस्तो तल ठाउँ फुलहरू मजाले यहाँ बस्नुहुन्छ आमाहरू सबैजना यहाँ छन् यहाँ बस्नुहुन्छ ल पोखरी रहेछ यस्तो मजाको झर्ना यति यहाँ आउन बुढी मास्क खोल्नु न के भयो कानमा राम्रो देखिन्छ त कस्तो फिल भयो यहाँ आउँदा है यति नै काफी है पाउँछ होला नि तलबाट भर्नु साथ माछा हुन पनि हत्रो अब त्यो माथिको झर्नामा नभए पनि यो झर्नामा चाहिँ सायद डोर्नु मन पाउँछ होला है यहीँबाट उडाउँछु है यसरी लिएर गएर त्यहाँ त्यो पलबाट त छिर्दैन होला सायद यता साइडबाट लिएर जान्छु म त्यहाँमा चाहिँ कस्तो आउँछ है त्यस्तो छ उता पनि छ अर्को केराबारीहरू केराको रुखहरू यो छ
सबै यो इन्भाइरोमेन्ट चाहिँ एकदम A1 लाग्यो है जाने। अब यहाँदेखि हामी के भयो कस्तो राम्रो भिडियो भनेको हाय भनेको के भयो र खाना मिठो भयो भनेको ल कता फेरि चाल्ने ए पानी आएको छ त्यहाँ मैले त अहिले बन्द देखेर खिचेन नि कस्तो मजाको बनाएको छ त्यही त होइन यो त ढुङ्गाको क्या यहाँ सिसा हुनुपर्ने एउटा ठाउँ त रहेछ यो चाहिँ हामी आउँदा आउँदा गरेको बिचको बाटोमा एउटा झर्ना रहेछ झर्ना कस्तो राम्रो उताको होइन यो राम्रो रहेछ ल राइट वहाँ पारि एउटा गाउँ छ है अनि यहाँ यस्तो झर्ना यस्तो रमाइलो ठाउँ यहाँको त चिज त्यस्तो भयो हामी यहाँ सबैजना रमाउनु भएको छ यहाँ मेरो बुढी मम्मीको भिडियो बनाउँदै अलिअलि हेर्न पाए नि भयो त्यही हो अलिअलि हेर्न पाए नि त्यही हो है यो धुने कपडा चिसो कपडा पानी पनि यहाँ घान्द्रुकमाथि आइसकेका छौँ हामी घान्द्रुकको भ्यू यो अरे उल्टो भयो उल्टो हाम्रो भेना यहाँ माथि घान्द्रुकमा आएर हिरो ढल्किनु भएको तिम्रो ब्याग यहाँ छ मेरो ब्याग वहाँ छ क्या समारो तेलतिर गयो त्यो अगाडिबाट तर यति आउन हामीलाई आधी घन्टा लाग्थ्यो के अरे बस पार्क गरेको भए खालि समारो तेल यति आउन आधी घन्टा लाग्थ्यो बस पार्क हो नि स्ट्रिट 5 मा रहेको यत्रो होटलहरू छ है हामी चाहिँ अहिले यो साङ्ग्रिला गेस्ट हाउसमा जाँदैछौँ र यहाँदेखि हिमाल देखिने साइड थियो अहिले मसिनो पानी पर्छ मेरो म यहाँ अगाडि हिँड्छु नि पावरमा होइन बुढी टिप्दैन एक चाक हुन्छ डेढ होइन माथि जाँदाखेरि
मौसम पनि राम्रो छ अहिले हावा चल्दैछ अलिअलि पानी परेछ यो मुस्ताङ गयो मुस्ताङ पानी यहाँ पानी यो नि ट्रेकिङ जस्तो भयो बुढी यस हाम्रो यहाँ पाइलट साहब ड्रोन लिएर हिँड्नुभएको छ अघि झर्ना ड्रोन अड्काउनु भएको थियो होइन सेकेन्ड पाइलट को पाइलट म क्याप्टेन भएँ मम्मी मेरो जोत्रो हिँड्नु पनि आस्ते आस्ते हिँड्नुहुन्छ बिसाउनु बनाएको रहेछ ट्याक्क बस्नु मेरो प्यारो साली यहाँ दुईवटा हातमा झोला बोकेर हिँड्नुपर्छ म एउटा बोकिदिन्छु ल्याउ ल्याउनु ल्याउ ल्याउन ल्याउ बुढाबुढी हामी लास्टमा हिँड्दैछौँ तर यो बाटो राम्रो है र यो चाहिँ हामी ठ्याक्कै गाउँ नै आएको हो तर गाउँ जस्तो नै फिल भयो होइन त्यहाँदेखि यस्तो घरमा बस्न पाएको हुन्छ हेलो हेरेँ कुसुम थियो चप्पल लिएर उताउन यसमा त जुत्ता लगाउने हो भारी बिसाउँदै जा भाइ हतार छैन उता खोज्दै गर्छन् रुख टमाटर के लाउनु छ दिदीहरू मिलाएर दिन्छु मिलाएर दिन्छु मिलाएर दिनु होला किन नदिने र ट्राउजर र मोजा छ ट्राउजर र मोजा पनि छ नि मोजा खोजे थियो यो नानीले कान ढाप्दो गोडा गऱ्यो कान ढाप्दो गोबर म पानी खादिनु न बुटुल्यामा दिनु थोरै थोरै खानु न खोइ पानी एक बोतल दिनु त 100 रुपैयाँ सिधै 100 रुपैयाँ यहाँको नि त त्यही भइरह्यो यो त अलि महँगै रहेछ 25 भनेको यो त अलि महँगै रहेछ बिस्तारै हामी लाउँदा हुन्न कस्तो महँगो बस्छ खा
पनि छ कि फुल मालिस गर्ने उता होइन अरे यता मम्मी यता माथि जाने क्या यता यता हो कि कता हो यतैबाट आउन अहिले यता जाने कि माथि यता जाने यता अब थाहा भएन कता हो फलो फलो यहाँ माथिबाट यस्तो भ्यू देखेछ यता है हाम्रो भेना झिल्के भेना झिल्के यहाँ रुम पाइयो होइन अब यहाँदेखि एक स्टेप माथि जाँदैछौँ हो यो ठाडो उकालो कस्तो राम्रो भयो टपको भन्ने छ Por 1200 बसेर गएको por 1200 यो होटल एकदम टपमा है र एकदम टपमा बसेको फाइदा चाहिँ के हो भने तपाईँलाई देखाउँछु म है ल हेर्दै हो ल र हाम्रो सायद रुम त्यो माथिको हुन्छ र त्यहाँदेखि भ्यू चाहिँ रातभरि बिहानभरि र दिउँसोभरि हेर्नु त भ्यू के चाहियो यति भएछ होइन एकदम मेन भनेको हामी भ्यू हो होइन घुम्न हिँडेपछि भ्यू चाहिँ देखिनु पऱ्यो यहाँ हेर्दा मेरो ड्रोनहरू कति उडिरहेको छ नि आमामा ड्रोन 4-5वटा ड्रोन कुटुङटुङ उड्यो नि यस्तो राम्रो भ्यू छ अब यतातिर देखेँ होइन र यतातिर चाहिँ एकदम मेन भनेको घान्द्रुक आउनुको मेन रिजन भनेको चाहिँ मलाई यो लाग्छ क्या घरहरू के हामीले यो होटल लिइसकेका छौँ चारहरू र मेरो रुम चाहिँ अगाडिपट्टिको खोल्यो
सबैजना आउनुभयो आउनु आउनु रेडी आउनु ल हाम्रो यहाँ सबैजना आउनुभयो हैत्री एरिया त र ड्याडी माथि आउनु त्यतैबाट यहाँको रुमको कस्तो छ ल रुम यस्तो राम्रो छ ल बाथरुम पनि यस्तो राम्रो के चाहियो अब यो एरियामा ओह Come on. Already. I'm not called Sally. यहाँ अर्को लट फेरि मेकअप हुँदैछ मेरो बुढी चाहिँ जुत्ता त्यस्तै आउनु त्यतिकै आउनु खुट्टा सजिलो हुन्छ कि त्यो झन् त्यस्तै झन् गनाउँछ सर्लकै जाँदो रहेछ कपडा धोएर सुकाउँदैछ मैले हामीले यहाँ चाहिँ मस्तको कति राम्रो सानो चिटिक्को रुम यो पनि रुम बनाउँदै होला है यो रुम चाहिँ A1 हुन्छ यो पछि बन्यो भने टक्क लाएर बाथरुम यतापट्टि म चाहिँ यस्तो हालतमा छु पकड्नु आएको मेरो करले हेर्दा लगाएको ल यो रुमाल पनि यस्तो हालत छ मेरो कपालको करली छ फर्स्ट टाइम देखि मान्छे त छक्क पर्छ होला मेरो कपाल देखेर बुढी हेर्यो नि बुढा चाहिँ नि अहिले हाम्रो यो बार्बिक्यूको लागि आगो रेडी हुँदैछ अब यहाँ बार्बिक्यू रेडी हुँदैछ अलिक पछाडि आउनु म्याडम पोल चाहिँ झस्छ अहिले आगोले यहाँ साली नानीको स्पेसल चटपटी बन्दैछ यहाँ चाहिँ मेरो कार्य गर्नु कि म चाउचाउ हाल्दै गर्छु हाम्रो यहाँ बार्बिक्यू हुँदैछ त्यति दिनसम्मलाई चटपटे स्पेसल हुँदैछ यो अब हाम्रो सालीले बनाएको 90 ml बनाऊँ 30 ml त यति हुन्छ कि गिलासमा हराउँछ 90 भनौँ 180 ले एकपल्ट स्पेसल हाम्रो यहाँ तुम्बा आयो त्यो चाहिँ भइसक्यो सुकुटी अनि हाम्रो बुढी किन यसलाई उकालो राख्नुपर्छ फर्स्ट टाइम है ल चियर्स है चियर्स ल चियर्स
दामी ओइ ल समाता के हाम्रो बारबिक्यूको लागि चिकन आयो के गर्छु कस्तो छ यो नराम्रो छोरीले बाबालाई चाहन्छ क्या बाबालाई ल कस्तो गर्दै हाल्दैछ हाम्रो स्पेसल यहाँ हुक्का आएको छ भेनाल तान्नुभयो डेरी हुनुहुन्छ गीता ओ गीता यसको डाइरेक्टर फेरि हाम्रो छोरो हो फेरि हाम्रो छोरालाई हुक्का बनाउँदा जहाँ पनि बनाउँछ पुरा फेमस छ हुक्का बनाउनु हजुरको बनाउनु जति होइन छोटो टाउकोमा आदि लगाउनु त हाल्नु भेरी गुड गुड हजुर तान्नु जान्नु म तान्नु सकेन